हे सखी ये पूर्णसी पिया जाऊं हती है रंग घोरै तो छिटता हूँ समी के शरीर नाना दी यो पनि के भनिराखेको छ यो चाहिँ विवाह गरेर पनि दुलही जस्तो भित्र्याउँछ दुलही भित्र्याएपछि अनि श्रीमानले दुःख दिँदैछ अनि त्यहाँदेखि यो नन्द र भाउजूले कहानी भन्दैछ भाउजू नन्दसँग यो दुःख पोखिराखेको छ अनि के भनिराखेको छ नन्दले सबैजना लाउँछ हाम्रो जस्तो जितिया पर्व आउँछ नयाँ नयाँ कपडाहरू नानी म चाहिँ च्याते फाटेका अनि त्यहाँदेखि सबैले लाउँछ राम्रो राम्रो बनारस साडी म चाहिँ सधैँ दुःखमा अनि त्यहाँदेखि के भन्छ कुवार जस्तो असोज अनि असोजमा चाहिँ बुढा चाहिँ विदेश गयो भनेको यो कुवारा भनेको कन्या श्रीमानले भनिराखेको छ अनि श्रीमान चाहिँ विदेश गयो बाहिर गयो अनि त्यहाँदेखि आउँछ अनि फागु पूर्णिमा सबैले रङ खेलिराखेको छ उसको अनि आत्मा रोइराखेको छ पीडाले रोइराखेको छ अनि त्यहाँदेखि आयो चाहिँ चैतमा गर्मी हुन्छ अनि थारूहरूले पहिला चाहिँ एउटा चाहिँ खरको जुन छाप्रो बनाउँथ्यो बङ्गला त्यो चाहिँ दिउँसो गर्मीमा त्यो शीतलमा बस्ने अनि उसलाई चाहिँ पनि अनि अरूको देख्दा अनि पीडा भयो अनि रोइराखेछ स्वामी भएको भए स्वामीले पनि हाम्रो निम्ति यसरी बङ्गला चाहिँ शीतल ताप्ने घर बनाउनुहुन्थ्यो अनि म चाहिँ श्रीमानको आडमा बसेर त्यो बेना हम्की हाउ रोमान्टिक जेठ भनेको अनि जेठनी हे सखी भनेको साथी अनि सखी भनेको साथी अनि त्यहाँदेखि जेठमा चाहिँ श्रीमानसँग भेट भयो जेठ महिनामा भेट भयो मेरो पनि मनको आशा पुरा भयो यो गीतले यो भन्दछ